दर्शक नमस्कार। म यतिखेर कैलाली जिल्लामा छु र कैलालीको घोडागढी नगरपालिका वडा नम्बर 8 को यो ठाउँमा निकै डरलाग्दो घटना घट्यो। कुनै बेला साथीभाइहरू मिलेर जमघट गरेर रमाइलो गर्ने अवस्था, चाडबाड नजिकिरहेको अवस्थामा निकै डरलाग्दो घटना घट्यो र साथीभाइहरूबाट नै जुन किसिमले 28 वर्षीय किशोर सिंहको हत्या पश्चात ती दुईवटा व्यक्ति साथीहरू ले जुन टाउकोलाई इलाका प्रहरी कार्यालय घोडागढीमा लगेर आत्मसमर्पण गरेको भनेर कुरा खुले पश्चात हामी सोही घटनास्थलमा आइसकेका छौँ र विशेष गरेर यो हामी देख्छौँ यो नालीमा जुन घटना घटाइएको थियो र त्यो सोही नालीमै हामी छौँ र अहिले त्यो सोही स्थान निकै रक्तामे छ र निकै एउटा घटनाले फरक रूप लिइरहेको अवस्था पनि छ र अहिले सोही शवलाई उठाएपछि परिवार लामो समय पछाडि परिवारहरू सोही स्थानमा आएको र आए पश्चात र यो घटनास्थलबाट शव उठाएर पोस्टमार्टमको लागि लग्ने तयारी भइरहेको छ र विशेष टोली खटिरहेको अवस्था पनि छ र हामी यो देख्न सक्छौँ पछाडिको दृश्यमा अहिले विशेष गरेर यो निकै रक्तमे छ, देख्न सक्ने अवस्था छैन। एउटा रिचार्ज लिन हिँडेको श्रीमान अब कहिले फर्किएर आउने छैन र छोराछोरीहरू अझै पनि त्यो बाटो हेरेर बसिरहेका छन् र विशेष गरेर त्यो श्रीमती आफन्तजन निकै भावुक बनिरहेका छन्। हामी देख्न सक्छौँ यो पछाडिको दृश्य निकै रहस्यमय छ र कसरी भयो हुनसक्छ भनेर धेरैजनाले आँकडा गरिरहेको अवस्था छ। म यो पछाडि यो दृश्य देखिरहँदाखेरि आफैलाई एकदमै निकै अप्ठ्यारो महसुस भइरहेको छ र जसरी एउटा पशुलाई बलि दिइन्छ त्यसरी नै उक्त व्यक्तिलाई हत्या गरेर टाउको लिएर इलाका प्रहरी कार्यालयमा दुईजना व्यक्तिहरू गए पश्चात अहिले यो क्षेत्र निकै त्रासपूर्ण भएको अवस्था छ। हामी पछाडिबाट यो देख्न सक्छौँ निकै डरलाग्दो यहाँका नागरिकहरूले असुरक्षित महसुस गरिराख्नु भएको छ र विशेष गरेर त्यो पल्लो साइडतिर हामी देखाउन चाहन्छौँ पुरै रक्तामे छ। त्यो देख्ने एउटा जुन पशुलाई बलि दिँदाखेरि हुने किसिमको निकै रक्तामे छ र सोही आज यो घटनाले निकै सनसनीपूर्ण रूपमा लिइरहेको अवस्था पनि छ र हामी प्रत्यक्ष रूपमा हजुरहरूलाई यसरी देखाइरहँदाखेरि निकै डरलाग्दो घटना हजुरहरूलाई देखिरहेको छौँ र यो पछाडि यो साइडतिर कसरी भयो हुनसक्छ भनेर धेरैजनाले आँकडा गर्न नसकेको अवस्था छ र केही हात हतियारहरू प्रयोग गरिएको अवस्था छ र विशेष गरेर खुँडा जस्तो टाइपको धारिलो हतियार प्रयोग गरिएको अवस्था छ। यो कसरी हुनसक्छ, के हुनसक्छ भनेर यस विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको छ। हामी यो देखाइरहेका छौँ र विशेष गरेर उनीहरू किशोर सिंह श्रीमतीसँग रिचार्ज किन्न जान्छु भनेर हिँडेका थिए र अब सधैँका लागि कहिले नफर्किने गरेर संसारबाट बिदा भएका छन् र 50 विशेष गरेर आमा अहिले 55 वर्षीय आमा हृदय विदारक हुनुहुन्छ र एउटा आमाको कोख रित्तो भइसकेको अवस्था छ। हामी देख्न सक्छौँ आफन्तजनहरू एकदमै दुखित हुनुहुन्छ। हामी यो देखिरहँदाखेरि यो पछाडि साइडतिर अहिले धेरै यो स्थानीयहरू र विशेष गरेर टोलीहरू आइरहेको छ र प्रहरीले आफ्नो अनुसन्धान अगाडि बढाए पश्चात सोही सबलाई पोस्टमार्टमको लागि एम्बुलेन्समा हालिएको अवस्था छ र केही समय पछाडि उक्त सबलाई पोस्टमार्टम गर्न लैजाने तयारी भइरहेको अवस्था हामी देख्न सक्छौँ र अहिले यो पछाडि साइडतिर यो पुरै एरिया चाहिँ हिजो रातिदेखि नै प्रहरीले सिल गरेर रातभरि ड्युटी गरेको अवस्था हामी देख्न सक्छौँ। यहाँकै स्थानीयहरू अहिले निकै त्रसित हुनुहुन्छ, कसरी यस्तो घटना हुनसक्छ, के होला, किन यस्तो भयो भनेर धेरैजनाले चासो लिएको अवस्था पनि छ। हामी यो पछाडिको दृश्य देखाइरहँदाखेरि पुरै रक्तामे छ, देख्ने लायक छैन। जुन पशुलाई बलि चढाउँदा हुने रक्तामे छ त्योभन्दा अझै भयानक छ र हामी यस सम्बन्धी तपाईँलाई थप विवरण दिने नै छौँ र अहिलेलाई म पनि बिदा हुन्छु। नमस्ते।